मेरो एउटा मात्र छोरा थियो, एउटा छोरी छ, एउटा छोरा छ। अहिले एउटा छोरी मात्र छ, मेरो छोरा त्यसै बित्नुभयो। अनि एउटा बारी छ, बारीमा मेरो बजार गएको थियो, सुत्केरी थियो, उहाँको सामान ल्याउँछु भनेर बजार गएको थियो। बजारदेखि आउने बेला छोराले भन्नुहुन्थ्यो सामान लिएर आउनु भनेर पठाएको थियो। आउनु भएको थियो घाटमा, अनि जनाले जाने बेला सामान लिएर आएको थियो। त्यसै घाटमा त्यसै पिउनुमा झरेर मेरो छोरो बित्याएको छ। सानै बचपनदेखि मैले दुःख भोगेको, दुःख झेलेको, एउटा होइन 3 छोरा मेरो बितिसकेको छ। बुढा पनि छैन, मेरो बारीको पनि छोरा त्यसै भयो, म पनि त्यस्तै छु। धेरै दुःख दिएर मेरो कति दुःख गरेर पालेको मान्छेको बारी बोकेर, मान्छेको गोल फालेर, मान्छेको बारी बोकेर जराबुटी खानेर पालेको छोराछोरी अहिले म एउटै बस्नु परिरहेको छु। एउटा छोरी छ, भोलिको दिन परिरहेको जानु। यति दुःखीमा छु, यति पीडामा छु र के गर्ने हो, म कहाँ जाने हो, के गर्ने हो। जिन्दगीभर दुखीमा जिन्दगी काटिरहेको छु मैले। कुन दैवले जन्म दिएको होला मलाई। यस्तो भाग्य कसैले पनि नहोस्। जति मलाई भोगेको छु नि, जति मलाई दुःख पीडा छ, यस्तो दुःख पीडा कसैले नहोस्। प्रभु भन्छु, मलाई यति दुःख छ, यति पीडा छ। अरू के भन्ने अब, कसैले भन्ने, कसले भन्ने, आफ्नो दुःख पीडाहरू कसले भन्ने, कसैले बुझ्दैन। हजुरहरू आइसकेका छौँ, केही कुराहरू त मेरो कुरा बुझ्देला भनेर बोल्नु त सकिँदैन, तर त्यसै बोल्छु भनेर अगाडि आएको।